माछापुच्छ्रे हिमालको काखमा रहेको कास्की जिल्लाको पोखरा धेरै स्वदेशी तथा विदेशी पर्यटकहरूको मनपर्ने गन्तव्य स्थलको रूपमा परिचित छ। फेवाताल, डेभिड फल्स, बेगनास ताल, महेन्द्र गुफा, विश्व शान्ति स्तूपा, शिवको मन्दिर र मूर्ति, तालबाराही, विन्ध्यवासिनी आदि जस्ता धार्मिक तथा पर्यटकीय स्थलका कारण पोखराको आकर्षण बढ्दै गएको छ। पोखराको छेउमै रहेको हरियालीले अङ्कमाल गरिरहेको शान्त र सजीव ताल रूपाताल भने ओझेलमा परेको थियो। रूपातालमा रहेको जैविक विविधताको संरक्षण गरी आयार्जन तथा पर्यटन विकासमा समेत टेवा पुर्याउने उद्देश्यले 2073 सालमा रूपाताल संरक्षण एकीकृत विकास परियोजना कार्यालयको स्थापना गरियो। रूपाताल संरक्षण तथा विस्तार गर्न जलस्रोत तथा सिँचाइ विभागको मातहतमा स्थापना भएको कार्यालयको कार्यक्षेत्र विस्तार सँगसँगै हालै मात्र नाम परिवर्तन भई सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको रूपमा नामाकरण गरिएको छ। हाल यो आयोजना जलस्रोत तथा सिँचाइ विभागको मातहतमा कास्की जिल्लाको पोखरामा अवस्थित छ। प्राकृतिक सौन्दर्यको प्रतीक मात्रै नभई रूपाताल जीवन हो, संस्कृति हो, भविष्यप्रतिको आशा हो। पोखरा महानगरपालिका वडा नम्बर 33 र रूपा गाउँपालिकाको सिमानामा अवस्थित रूपाताल एक जैविक रूपले धनी ताल हो, जसले हजारौं मानिसको जीवन, रोजगारी र भविष्यलाई आकार दिँदै आएको छ। तर बढ्दो जनसङ्ख्या, प्रदूषण र अव्यवस्थित विकासले ताल सङ्कटमा परेको थियो। रूपातालले 122 हेक्टर क्षेत्रफल ओगटेको छ। तर जलाधार क्षेत्रमा मानव निर्मित विकासका कारण ताल दिनानुदिन पुरिने र अतिक्रमणमा परि ताल क्षेत्र खुम्चिँदै गएको छ। जलाधार क्षेत्रबाट वर्षेनी वर्षामा आउने ढुङ्गा, गिटी, माटो तथा गेग्रानको कारणले एकातिर माथितिरको मलिलो जग्गा कटान भई खेतीयोग्य जमिन घट्दै गएको छ भने अर्कोतर्फ रूपातालको क्षेत्रफल दिनानुदिन घट्दै गएको प्रत्यक्ष देख्न सकिन्छ। तालको संरक्षणका लागि साबिक आकार र गहिराई पुनः स्थापित गर्ने उद्देश्य अनुरूप 6 मिटर अग्लो, 590 मिटर लम्बाइको माटोको बाँध तथा 45 मिटर लम्बाइको स्पिलवे निर्माण गरी रूपातालको जलस्तर 620 मिटरबाट 624 मिटर पुर्याई यसको क्षेत्रफल 122 हेक्टरबाट 183 हेक्टर पुर्याउने लक्ष्य राखिएको छ। त्यस्तै रूपातालको बायाँ भागमा 7.8 किलोमिटर पक्की सडक निर्माण सम्पन्न गरी पक्की पुल, गेग्रान जम्मा पार्नको लागि सिल्ड र्याप लगायत जलाधार क्षेत्र संरक्षणका कार्यहरू सम्पन्न भइसकेका छन्। रूपाताल संरक्षण एकीकृत विकास परियोजना अन्तर्गत जुन चाहिँ यो हाम्रो साबिकको ताल 122 हेक्टरमा रहेको ताललाई चाहिँ हामीले यो बाँध निर्माण पश्चात चाहिँ यसलाई हामीले 183 हेक्टरसम्म पुर्याउने लक्ष्यका साथ जुन कामहरू अघि बढिएका छन्, यसमा चाहिँ हाम्रो धेरै कम्पोनेन्टहरू भए पनि मेजर रूपमा हाम्रो 4वटा कम्पोनेन्ट चाहिँ यसमा आबद्ध छ। जसमध्ये अहिले हामी जुन ठाउँमा छ यो चाहिँ बाँध निर्माणको काम चाहिँ यो यस आवामा चाहिँ हामी करिब यो बाँधलाई चाहिँ निर्माण कार्य पुरा गर्छौँ। यो बाँध चाहिँ हाम्रो 6 मिटर हाइटको चाहिँ बनेपछि यो 590 मिटर चाहिँ यसको अर्धेन माटोको बाँध छ भने त्यस्तै 45 मिटरको कङ्क्रिट ड्याम छ र यो हाम्रो अर्को आवामा चाहिँ सक्ने लक्ष्य छ भने यसको मेजर पार्टहरू चाहिँ यही आवामा नै सम्पन्न हुन्छ। त्यस्तै यसको दोस्रो कम्पोनेन्टको रूपमा रहेको बाटो, यो जुन हाम्रो तालको देब्रे किनारमा रहेको बाटो चाहिँ हामीले करिब 8 किलोमिटर चाहिँ हामीले गत आवामा नै आसपाल्ट पिच गरेर सम्पन्न गरिसकेका छौँ। त्यस्तै यो तालको माथिल्लो भागमा जहाँ चाहिँ हाम्रो ताल बढेर करिब 1
1.5 किलोमिटर जति 1.5 किलोमिटर जति चाहिँ जुन हाम्रो एक्सटेन्सन बढ्छ त्यसमा चाहिँ अहिले माटो व्यवस्थापनको कामहरू भइरहेछ र त्यो पनि द्रुत गतिमा भइरहेको हुनाले यो आवामा नै सकिने हामीले लक्ष्य राखेका छौँ। त्यस्तै यो तालको दाहिने किनारमा चाहिँ हामीले 6 किलोमिटर चाहिँ हामी फुट ट्रेल बनाउने अवधारणा साथ अघि बढिरहेका छौँ र यसको गत आवामा नै सोच सुनिश्चितता भए पनि यो रुख कटानको केही समस्याको कारणले गर्दाखेरि गत आवामा टेन्डर हुन सकेन र भर्खरै मात्रै वन विभागका साथीहरू र वन डिभिजनका साथीहरू अहिले फिल्ड भेरिफाईमै हुनुहुन्छ र अब 2-4 दिनमा नै यसको टुङ्गो लागेपछि जब यो रुख कटान सम्पन्न हुन सक्यो भने यो आवामा नै हामी यसको टेन्डर गर्छौँ। तालको क्षेत्रफल बढाउनका लागि अहिले ताल विस्तारका साथै माटो खन्ने लगायत व्यवस्थापनका कामहरू द्रुत गतिमा भइरहेको छ। निकट भविष्यमा नै तालको दायाँ भागमा करिब 6 किलोमिटर पैदल यात्री तथा साइकल लेन निर्माण गर्ने, अत्याधुनिक पार्क निर्माण, तालको बीच भागमा मन्दिर निर्माण गर्नुका साथै त्यस स्थानमा रहेका झरनाहरूको संरक्षण गर्ने जस्ता कार्यहरू पनि निर्माण गरिने लक्ष्य राखिएको छ। रूपातालबाट बगेको पानीबाट हुन सक्ने 100 हेक्टर सिँचाइ सम्भाव्यता समेतको अध्ययन कार्य सम्पन्न भइसकेको छ। कार्यालयको नाम परिवर्तन सँगसँगै आयोजनाको कार्यक्षेत्र कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी तथा मुस्ताङ जिल्लाहरूमा सिँचाइ कुलोहरूको निर्माण तथा मर्मत कार्य लगायत नदी नियन्त्रण तथा व्यवस्थापनका कामहरू पनि गर्दै आइरहेको छ। नेपालको सबैभन्दा जोखिमयुक्त सदरमुकाम भनेर चिनिने बेनी बजार थियो, जसको दायाँ बायाँ कालीगण्डकी र म्याग्दी नदीको सङ्गम रहेको छ। प्रत्येक वर्ष यी नदीहरूले बाढी र कटानको रूप लिएर नदी आसपासका बस्ती र जमिनलाई जोखिम पुर्याउँदै आएको थियो। जोखिमयुक्त ठाउँहरूको पहिचान गरी यस आयोजनाबाट गुरुयोजना नै तयार पारी नदी व्यवस्थापन तथा बस्ती सदरमुकाम बचावटका प्रयासहरू हुँदै आइरहेका छन्। आरसीसी काउन्टर फोर्ड पर्खाल, ग्रेभिटी पर्खाल, कम्पोजिट पर्खाल तथा ठूला ठूला ढुङ्गाहरूको प्रयोग गरी नदी नियन्त्रण तथा व्यवस्थापनका कार्यहरू हुँदै आइरहेका छन्, जसका कारण नदी किनारमा तटबन्ध निर्माण गरी सोही तटबन्धमाथि सडक निर्माण भए सँगसँगै सवारी साधन आवत जावतमा सहज हुनुका साथै बेनी बजार क्षेत्रमा सवारी साधनको चाप घटेको छ, जसले पर्यटक र स्थानीय बासिन्दाहरूलाई समेत आवत जावतमा सहज भएको छ। आयोजनाको कार्यक्रम सञ्चालन हुनुभन्दा पहिला कालीगण्डकीको जल त्रासका कारण बसाई सराई नै सर्नुपर्ने सोच बनाएका स्थानीयवासीहरू हाल यस आयोजनाको उत्कृष्ट कार्यबाट अति नै सन्तुष्ट रहेको बताउँछन्। म्याग्दी जिल्लाको बेनी नगरपालिका 9 हुँदै बग्ने रहुघाट खोलाले कालीगण्डकी नदीको सङ्गम स्थलको दाहिनेतर्फ अर्थात् म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नम्बर 2 स्थित रहेको बस्तीलाई कटान गर्न सुरु गरेपछि त्यस स्थानमा नदी नियन्त्रण तथा व्यवस्थापनको कार्य गरी नदी किनारमा रहेको बस्ती, खेल मैदानका साथै विश्वमै अलौकिक धार्मिक स्थल मानिने गलेश्वर धाम मन्दिरको समेत संरक्षण गरिएको छ। साथै रूखोला र कालीगण्डकी नदीको सङ्गम स्थलको बायाँतर्फ पर्वत जिल्ला जलजला गाउँपालिका वडा नम्बर 2 मा पर्ने चर्चित धार्मिक स्थल राम मन्दिरको संरक्षण भएको प्रत्यक्ष देख्न सकिन्छ। नदी नियन्त्रण तथा व्यवस्थापनका कार्यहरू सरकारी प्रयास मात्रै होइनन्, यसमा समुदायको समेत सक्रिय सहभागिता रहन जरुरी हुन्छ। स्थानीय जनश्रमदान, सहकार्य र जनचेतनाले यो अभियान सफल भइरहेको छ। सोही कार्य पश्चात बेनी नगरपालिका आसपासका बस्तीहरू पूर्ण रूपमा सुरक्षित भएको देख्न सकिन्छ। हाल मुस्ताङ जिल्लाको कागबेनी बजार संरक्षण, विभिन्न सिँचाइ तथा नदी व्यवस्थापन कार्य, बागलुङ जिल्लाको
दब्ल्याङ पहिरो तथा म्याग्दी जिल्लाको दगनाम गाउँमा समेत पहिरो व्यवस्थापनका कार्यहरू सञ्चालन भएका छन्। स्याङ्जा जिल्लाको आँधीखोला आसपासका बस्ती लगायत म्याग्दी जिल्लाको तल्लो सिङ्घा स्थित म्याग्दी नदीको कटानका कारण सिङ्घा तातोपानी वडा नम्बर 4 मा रहेको बस्ती नै विस्थापित हुन थालेपछि हालै मात्रै बस्तीलाई संरक्षण गर्न नदी नियन्त्रण तथा व्यवस्थापनको कार्य सुरुवात भएको छ। गुणस्तरीय नदी व्यवस्थापनले केवल सुरक्षा मात्रै होइन, हरियाली, पर्यटन प्रवर्धन र दिगो विकासलाई पनि टेवा पुर्याउँछ। सिँचाइका पुराना संरचनाहरू पुनर्निर्माण गर्ने क्रममा पर्वत जिल्लाको कुस्मा नगरपालिका वडा नम्बर 2 हुँदै बग्ने खहरे खोलाको पानीको स्रोतबाट करिब 150 वर्ष अघिदेखि साहु कुलो नामाकरण गरी पुराना पुस्ताले कच्ची कुलो निर्माण गरी सञ्चालनमा ल्याइएको कुलो जीर्ण अवस्थामा पुगी स्थानीय कृषकहरू सिँचाइ सुविधाबाट वञ्चित हुँदै आएकोमा हाल उक्त कुलोलाई ठुलो कुलो नामाकरण गरी करिब 5 किलोमिटर कच्ची कुलोमा आरसीसी ढलान गरी पक्की कुलोमा परिणत गरिएको छ। सो कार्यबाट त्यस स्थानका करिब 500 हेक्टर कृषियोग्य जमिनलाई सिँचाइ सुविधा उपलब्ध गरिएको कुरा स्थानीय पहिला चाहिँ बताउँछन्। साउको कुलो भनेर नामाकरण थियो यसको, र साउकै कुलो भनेर चिनिने र ठुलो यसबाट चाहिँ बच्चाहरू बगाउने थियो पहिला, र अलि उहाँ बितिको अब 160-70 वर्ष कति भयो, र यो कुलोले वृहत यो सिँचाइ भयो भने यति अब 500 हेक्टर भनेको जग्गाले त्यति लाभान्वित हुने ठाउँ हो हजुर। यो कृषिहरूको अहिले त कृषि क्रान्ति चलिरहेको छ, सिँचाइ नभएर यहाँ सम्पूर्ण जग्गा बाँझो छ। अहिले तपाईँहरूलाई देखाउँ भने पनि सकिन्छ, अहिले तपाईँहरूले रेकर्ड राख्न सक्नुहुन्छ। त्यसले त्यो कृषिकै क्रान्तिलाई कृषिकै लागि नै यहाँ सहज हुने भएको हुनाले यसले फाइदा ठुलो छ। हेर्नुहोस् 500 हेक्टरमा तरकारी खेती हुने, अब आलु खेतीमा अब गहुँ तोरी मकै सबै किसिमको हुन्छ। यो सिँचाइ नभएको कारणबाट यो चाहिँ ठुलो कुलो सिँचाइले दुःख पाएको छ। पर्वत जिल्ला जलजला गाउँपालिका वडा नम्बर 7 कालीगण्डकी नदीको बायाँ किनारमा रहेको सब्दाहलाई परिमार्जन र हेरफेर गरी सो स्थानमा तटबन्ध पनि निर्माण गरी 700 रोपनी खेतीयोग्य जमिन सहित मिलन चोक बजार लगायतको क्षेत्रको करिब 500 घरधुरी सुरक्षित भएको छ। हजुर, उहाँहरूलाई हामी विशेष धन्यवाद दिन चाहन्छौँ, किनकि हाम्रो यहाँ ठुलो एउटा बस्ती छ, यहाँभन्दा माथि ठुलो एउटा गाउँ छ, उहाँदेखि लिएर सबदाह गर्ने एउटा साथै हाम्रो यहाँ जग्गाहरू र घरहरू रहेको हुँदा मिलनचोकको बजारको पनि संरक्षण, खेतीयोग्य जमिन र अलिकति घरहरू भएको यसको संरक्षणको लागि उहाँहरूले झन्डै 50 लाख बराबरको योजना हालेर यो बनाइदिनु भएको छ। हामीलाई तिनै टाइम, बर्खाको टाइममा, हिउँदको टाइममा र 3 खण्ड बनाएर बनाउनु भएको छ र उहाँहरूलाई विशेष धन्यवाद दिन चाहन्छौँ। र यस्तो हुनसक्छ भने, म एउटा स्थानीयवासी हुनसक्छ भने धेरै घाटहरू छन् त्यहाँ, तर सबैमा असम्भव हुनसक्छ, सम्भव नहुनसक्छ, तर यस्तै अन्यत्र ठाउँमा पनि बनाइयो भने हिउँदमा कालीगण्डकी बढेर माथि आउने र बर्खाको टाइममा तल जाने भएको हुनाले अब हाम्रो हिन्दू कल्चर अनुसार लासलाई जलाउनु पर्ने र कालीगण्डीको पानीले छेपेर स्वर्ग गइन्छ भन्ने एउटा मान्यता अनुसार हामीले कालीगण्डीको पानीको नजिक जलाउने प्रचलन रहेको छ। र त्यो भएर हिउँदमा तल अहिले तपाईँ देख्न सक्नुहुन्छ धेरै तल छ कालीगण्डकी, बर्खामा हामी अहिले जहाँ उभिएका छौँ यहाँसम्म कालीगण्डीको पानी बहाव आउँछ। त्यो भएर जलस्रोत सिँचाइ आयोजनालाई म विशेष धन्यवाद दिन चाहन्छु। यहाँ कति घरधुरी जग्गाहरू कति छ संरक्षण? अब हामीले ठ्याक्क यो सब्दाह गर्ने त हाम्रो कमसेकम 3000 घरधुरीले यहाँ यसै ठाउँमा ल्याएर सब्दाह गर्छन्, तर हामी यहाँ मिलनचोकमा हामी कमसेकम 400 घर परिवार छ र यहाँ 500 रोपनीभन्दा बढी जग्गा संरक्षण छ। यसले गर्दा केही संरक्षण हुन्छ र अझ पनि उहाँहरूलाई हामी आशावादी के छौँ भन्दा अझ प्रयास गरेर उहाँहरूले केही अझ प्रोटेक्सन गरिदिनु हुनेछ भन्ने आशावादी पनि छौँ, उहाँहरूसँग समन्वय पनि गरिरहेका छौँ। स्वीकृत गुरु योजना अनुसार जम्मा 4 अर्ब 51 करोड लाग्ने अनुमान गरिएको यस परियोजनाका अनेक चुनौती नभएका भने होइनन्। करिब 1197 रोपनी जग्गा अधिकरण गर्नुपर्नेमा करिब 900 रोपनी जग्गा अधिकरण भइसकेका छन्। वर्षेनी हुने न्यून बजेट विनियोजनले
आयोजनाको प्रगतिमा गम्भीर असर परेको छ। ताल आसपास रहेको वन क्षेत्रको करिब 347वटा रुख हटाउनु पर्ने प्रक्रिया समेत सुरु भइसकेको छ। यस आयोजनाको निर्माण सम्पन्न पश्चात यससँग सम्बन्धित सरकारवाला स्थानीयहरूको जीवनमा महत्त्वपूर्ण परिवर्तन ल्याउनुका साथै राष्ट्रिय आय आर्जनमा समेत थप टेवा पुर्याई अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान अवश्य बढ्नेछ भन्ने कुराको विश्वास सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले लिएको छ। परियोजनाको सुरुवात पछिका केही वर्षमा रूपातालले मुहार फेर्न थालेको छ। पानीको गुणस्तरमा सुधार, जैविक विविधता वृद्धि र जीवनशैलीमा परिवर्तन देखिएको छ। रूपातालको यो पुनर्जागरण योजनाबद्ध संरक्षण स्थानीय सहभागिता र वातावरण प्रेमी सोचको परिणाम हो। हामी सबैले यो ताललाई केवल हेर्ने मात्रै होइन, संरक्षणको जिम्मेवारी समेत लिन आवश्यक देखिन्छ। रूपाताल संरक्षण आयोजना केवल एक परियोजना मात्रै होइन, यो प्रकृतिसँगको सन्तुलनको अभ्यास हो। संरक्षण, समावेशी विकास र दिगो भविष्यको उदाहरण हो। रूपातालको संरक्षण हामी सबैको साझा जिम्मेवारी हो। संरक्षण, विकास र समृद्धिको समन्वयको सफल नमुना यही छ पोखरामा। रूपाताल हाम्रो शान, संरक्षण हाम्रो अभियान।